भ्रष्टाचारको आरोप लागेपछि नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य मोहन बहादुर बस्नेत सांसद पदबाट निलम्बनमा परेका छन्। नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रविधि खरिद प्रकरणमा 3 अर्ब 21 करोड भन्दा बढी अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेसँगै बस्नेतको पद निलम्बित भएको हो। अदालतबाट मुद्दा किनारा नलाग्दासम्म अब उनले सांसदका रूपमा काम गर्न पाउने छैनन्। भ्रष्टाचार र सम्पत्ति शुद्धिकरणको मुद्दा दर्ता हुनसाथ सांसदको पद निलम्बन हुने कानुनी व्यवस्था छ। प्रतिनिधि सभा नियमावली 2079 नियम 248 को उपनियम 3 र 4 मा सो सम्बन्धमा थप व्याख्या गरिएको छ। आयोगले दूरसञ्चार प्राधिकरणमा विचाराधीन रही बजेट तथा कार्यक्रममा समावेश गर्ने निर्णय नभइसकेको अवस्थामा तत्कालीन मन्त्रीले पदीय अधिकारको दुरुपयोग गरी एकलौटी रूपमा प्राधिकरणले प्रस्ताव नगरेको थप कार्यक्रम समावेश गरी संस्थालाई हानि नोक्सानी पुर्याउने पृष्ठभूमि तयार गरेको, टेरामक्स खरिद कार्य पूर्व तयारी नगरेको, लागत अनुमान र खरिद गुरुयोजना तयार नगरेको लगायत आरोप लगाएको छ। मुद्दाको अन्तिम किनारा नलागेसम्म बस्नेत संसदमा फर्कन पाउँदैनन्। अन्तिम फैसला हुँदा सफाई पाए पद कायम रहन्छ भने दोषी ठहर भए निर्वाचन भएको क्षेत्र खाली हुन्छ। बस्नेत सिन्धुपाल्चोक 2 का प्रत्यक्ष निर्वाचित सांसद हुन्। कांग्रेसमा सभापति शेरबहादुर देउवा निकट मानिने उनी यसअघि प्रचण्ड नेतृत्वको सरकारमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री थिए। पटक पटक मन्त्री भएका उनी टेरामक्स घोटालामा मुछिएको भने देउवाको पालामा सञ्चार मन्त्री भएका बेला हो। यो सँगै प्रतिनिधि सभामा निलम्बित सांसदको संख्या 3 पुगेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति तथा भूतपूर्व गृहमन्त्री रवि लामिछाने र एमाले सचिव तथा पूर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझी पहिल्यैबाट निलम्बनमा छन्।